आज दिक्क लाग्यो भनेर भनेको थिएँ। देउरानीले आइसो दिजु 10 बजीतिर भनेर कान्छी देउरानी कहाँ जान आँटेको छु, त्यहाँ म चाहिँ ती खाना खान्छु, उहाँलाई बनाइदिन्छु, नजाने अरे उहाँ। अनि भनेपछि बनाउँदैछु खाना, यसको हातमा के भएछ भनेर भन्नु होला। यहाँ हेर्नु न, मच्छरले यहाँ टोकेर हैरान पार्छ। 5-7 जना, अहिले पानी परेर फेरि आएको होला मच्छर। 5-7 जना भयो भने कसैलाई नटोकेर मेरै अगाडि पछाडि घुमेर रक्तमै पार्छ। र 1 महिनासम्म चिलाउँछ, टोकेर मात्र त हुने भयो त हुन्थ्यो नि, चिलाउँछ। त्यही भएर उहाँ पशुपति मर्निङ वाक जाँदाखेरि एकजना दिदीले सधैँ त्यस्तो टाँसेको देख्नुहुन्थ्यो। के टाँसे भने त मच्छरले टोक्छ, अनि यस्तो टाँस्यो, यसको गन्धले आउँदैन भने चाहिँ। अहिले त यताउति त देखेको छुइनँ। एउटा हुँदो रहेछ, त्यही पनि अब भाग्छ कि। हेरौँ अब मच्छरबाट आनन्द कस्तो छ हुन्छ थाहा छैन है मलाई चाहिँ। फेरि उहाँले उहाँको देखेर ल्याइदिसेको अरे मच्छरबाट। हुन त यो अघि यति घुमिरहेको थियो माथि आउने थियो, अहिले त एउटा पनि देख्दिनँ। मच्छर भागम भाग।